तपाईहरुलाई देखाउनको लागि मैले यो चार्ट ड्रा गरेको नबिल बैंकको छ। पहिला चाहिँ यता मार्केट अफ भएको थियो, यसरी उठेको थियो, फेरि डाउन भयो, फेरि उठ्यो र फेरि डाउन भयो र फेरि मार्केट मेरो हिसाबले यो क्यान्डल बनेको छ। यो क्यान्डलले मार्केटलाई पुश गरेको छ, मार्केट पुश गरेको छ या फेरि रेड आएको छ। रेड क्यान्डलले हल्का बायर एक्टिभ थियो अनि फेरि मार्केट सेलरले गर्दा मार्केट ओपन भयो यतिखेर। अनि मार्केट ओपन भएको यतिखेर अनि सेलरहरू एक्टिभ भएर मार्केट यतिसम्म पुगायो अनि यतिमै इन भयो। अनि भोलि के हुन्छ भने आजको न्युज हो। अनि भोलि फेरि के हुन्छ भने मेरो हिसाबले चाहिँ मार्केट उठ्ने विचारमा छ, किनकि हेर्नु यस्तो डबल यो टपमा छ नि, यो दुईटा यो डबल उत्यो भएको छ, दुईटै क्यान्डल टच गरेको छ, एकै लाइनमा टच गरेको छ। यो डबल ट्रायंगल यसरी स्ट्याटिस बनेको छ। यसको कारणले यो ट्रायंगल यो यसरी माथि गएको छ, फेरि तल आएको छ, फेरि माथि जान्छ, फेरि तल आउँछ अनि फेरि माथि जान्छ। अनि यो नबिल बैंकको जुन सेयर छ नि, यो आउने समयमा पछि गएर यो लगभग उठ्न सक्छ। अहिले प्राइस लगभग कति छ, अहिले 519 छ है। अनि हिजो आजै 519 थियो अनि इन्डिङ प्राइसमा चाहिँ 500 कति पुग्यो, 27 पुग्यो। बुझ्नु, भोलि नि आज अब मार्केट बन्द हुन्छ। आज भोलि शनिबार आइतबार पनि मार्केट बन्द छ। अब यो मार्केट हेरौँ कि कहाँ जाने विचारमा छ। हेर्नु यो मार्केट उठ्छ कि उठ्दैन, आइतबार बन्द हुन्छ, सोमबार हेरौँ मार्केट उठ्छ भने तपाईहरु यो शेयर किनेर राख्दा हुन्छ। आउने समयमा यो शेयर बढ्न सक्छ। यस्तै भिडियो हेर्न चाहन्छौ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। सरी, तपाईहरु मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला ल।